सो हेलो गाइस, धेरै दिनपछि म फेरि पनि आइसकेको छु र हाम्रो एकजना ब्रोले चाहिँ बाहिर देशको हुनुहुँदो रहेछ होइन। उहाँको मैले त्यो म कमेन्ट बुझिनँ, त्यो मैले ट्रान्सलेट गरेर हेरेको थिएँ। उहाँले चाहिँ के भन्नुभएको छ भने त्यो हाउ टु इम्प्रुभ यर पुलअप्स, हाउ टु स्ट्रङ यर पुलअप्स भनेर देखाउनु सोध्नु भएको रहेछ। र त्यसको टिप हाल्नु भन्नुभएको छ। टिप्स एन्ड ट्रिक त हुँदैन त्यो पनि, मतलब वर्कआउटहरू मतलब त्यही देखाउन गइरहेको छु आज। र त्यसको लागि चाहिँ मसँग केही सामानहरू छ, म अहिले तपाईँलाई देखाउँछु। र यो भिडियो, आजको भिडियो त्यसकै लागि हो जहाँ म तपाईँलाई देखाउँछु हाउ टु स्ट्रङ यर पुलअप्स। छैन त्यही पनि देखाउनु। र आज त्यही देखाउन आँटेको छु, पुलअप्स चाहिँ कसरी स्ट्रङ बनाउने होइन। त्यसको लागि केही एक्सर्साइजहरू छ। सो अब सिधै बाहिर बार एरियामा भेट्छौँ तपाईँहरूलाई। फर्स्टमा तपाईँलाई एउटा वेट चाहियो होइन। यो मैले घरमै बनाएको वेट, अनि यो मेरो बाबाको बेल्ट, त्यसमा फादर पुलिस बेल्ट होइन, पुलिसहरूले युज गर्छ। तपाईँ एनिथिङ तपाईँहरूसँग कस्तो खाले बेल्ट आफै डोरी पनि बनाउनु हुन्छ, त्यो पनि चाहियो भने म भिडियो बनाएर हालिदिन्छु। मसँग चाहिँ यो बेल्ट छ होइन, दिस इज माई फादर पुलिस बेल्ट। र उयो पुलअप्स बार भयो, म तपाईँलाई देखाउँछु कसरी हान्ने। सुरुमा फर्स्टमा चाहिँ के गर्नु भने हामीलाई हाम्रो ग्रिप स्ट्रेन्थ हुन्छ ह्यान्डको, त्यसलाई इम्प्रुभ गर्नेको लागि हामीले के गर्ने भनेपछि अलिकति स्ट्यान्ड मिलाइहाल्छु। स्ट्यान्ड एडजस्ट गर्नुपर्छ होइन। भइहाल्यो, कहाँ भयो रे, यसलाई पनि लिएर जाउँ। त्यो हाम्रो पहिलो एक्सर्साइज रहेको चाहिँ त्यो पिठोमा देख्ने चाहिँ अलिकति स्क्यापुलर एरिया हुन्छ। त्यो एरियालाई हामीले त्यसलाई स्क्यापुलर भन्छ नि। त्यो स्क्यापुलरको अलिकति फर्मलाई मेन्टेन गर्न जानुपर्छ होइन। जस्ट मतलब इङ्ग्लिसमा कस्तो के भन्छ, जस्ट स्टेबल द मेन्टेन द स्क्यापुलर। यो चाहिँ स्क्यापुलर होल्ड भन्छ यसलाई चाहिँ होइन। यो स्क्यापुलर होल्ड हो, जस्तै यो डेड ह्याङ भयो होइन। र यो चाहिँ स्क्यापुलर होल्ड हो। यो स्क्यापुलर होल्डले तपाईँहरूको ग्रिप स्ट्रेन्थ अनि कोर स्ट्रेन्थ दुइटै बढाउँछ क्या। त्यो तपाईँहरू यो एक्सर्साइज गर्दा हुन्छ। स्क्यापुलर पुलअप्स पनि हुन्छ, त्यो हान्दा पनि हुन्छ। म त्यो पनि देखाइदिन्छु। त्यो चाहिँ यसरी गर्ने, जस्तै यो डेड ह्याङ भयो, टक्क तान्ने, स्क्यापुलर एक्टिभ भयो, टक्क तान्ने। यो चाहिँ स्क्यापुलर पुलअप्स हो। तपाईँले यतिखेर आफ्नो कोरलाई टाइट पारेर गर्नु हो, तपाईँको कोर पनि ट्रेन हुन्छ, स्टेबल पनि हुन्छ। तपाईँले पुलअप्स भन्दाखेरि अब तपाईँको बडी धेरै स्विङ गर्ने, कसैको बडी स्विङ गर्ने हुन्छ, त्यो बानी हुन्छ। तर त्यसलाई स्टेबल पनि गर्छ यो स्क्यापुलर पुलअप्सले। कोर टाइट पारेर गर्दाखेरि तपाईँको बडी स्टेबल हुन्छ होइन। र अर्को दोस्रो एक्सर्साइज चाहिँ त्यही हो। तपाईँले त्यस्तै अब तपाईँको वेटको हिसाबले, जस्तै मेरो 65 केजी छ, त्यही भएर मैले यहाँ 3 केजीको मात्रै लिएको छु, किनकि म पनि धेरै सक्दिनँ, त्यति स्ट्रङ चाहिँ छैन मेरो पुलअप्स। त्यही भएर तपाईँहरू जस्तो बेल्ट पनि युज गर्न सक्नुहुन्छ। अब तपाईँहरूसँग वेट लिफ्टिङ बेल्टै छ कि, यो चाहिँ मेरो बाबाको पुलिसको बेल्ट हो, म यही युज गर्छु होइन। तपाईँले डोरी पनि बनाउन सक्नुहुन्छ। तपाईँलाई बनाएको कसरी बनाउँछ ट्युटोरियल चाहियो भने म त्यो पनि हालिदिन्छु होइन। र यसरी नै वेटलाई लिने, वेट यतिको होस् कि तपाईँले पुलअप्स हान्दाखेरि 3 to 5 रेप्स चाहिँ 3देखि 5 रेप्ससम्म जाओस्। त्योभन्दा धेरै गयो भने राम्रै। जस्तै त्यो 5 भन्दा धेरै गयो भने चाहिँ के गर्नुहुन्छ भने, 5 भन्दा धेरै गयो भने चाहिँ नि तपाईँले वेट अलिकति बढाउँदा हुन्छ क्या। जस्तै मैले चाहिँ यहाँ धेरै सक्दिनँ, 4 रेप्स मात्र हानेको छु। मलाई एकुरेट वेट चाहिँ थाहा भएन, यो मैले यो ढुङ्गाको बनाएको, त्यही भएर मलाई यसको एकुरेट वेट थाहा छैन। यसरी नै हान्न सक्नुहुनेछ तपाईँहरू पनि होइन। र अर्को एक्सर्साइज म देखाइदिन गइरहेको छु तपाईँलाई। अर्को एक्सर्साइज चाहिँ के हो भने, जस्तै अब तपाईँहरूले जस्तै मानौँ म चाहिँ धेरै हान्दिनँ, टोटल 8 to 10 रेप्स हान्छु होइन। 8 to 10 रेप्समा जस्तै हान्ने
यो स्कापुलर युज गरेर हान्दाखेरि स्ट्रङ, अब तपाईँलाई मसल बिल्ड हान्नु छ भने अनि स्ट्रङ हुनु छ भने चाहिँ स्कापुलर युज गर्नु है। स्कापुलर बेसिकली अब हान्न जानेको चाहिँ आफै युज हुन्छ, हान्न नजाने हुन्छन् कोही कोही बिगिनरहरूको चाहिँ युज हुँदैन, उनीहरूले ह्यान्ड पावर मात्रै युज गरेर हुन्छन् क्या, कतिको ह्यान्ड पावर हुँदैन आफ्नो बडी वेट उचाल्ने तान्न सक्ने। त्यही भएर त्यतिखेर चाहिँ स्कापुलरले धेरै हेल्प गर्छ र त्यो गर्नको लागि चाहिँ सुरुमा मजाले ग्रिप लिने होइन, ग्रिप यसलाई सेमी फल ग्रिप भन्छ, त्यो लिँदा अलि राम्रो हुन्छ, तपाईँहरूको मजाले युज हुन्छ। टक्कै स्कापुलर लिने या तान्ने पुरै डाउन, स्कापुलर तान्ने यसरी यस, अनि बडीलाई तान्ने यो यसरी हान्दा चाहिँ तपाईँलाई अलिक सुरुमा अप्ठ्यारो हुन्छ, बिस्तारै बिस्तारै सजिलो हुन्छ। सजिलो त केही पनि हुँदैन होइन, आफूले ट्रेन हान्नुपर्छ। र अब हाम्रो अर्को एक्सर्साइज चाहिँ के छ भने जस्तै अब मैले हाने अहिले भर्खरै मैले मेरो म्याक्सिमम् पुलअप छ 10 रेप्स भनौँ, अब 10 रेप्स छ, 10 रेप्स सुई हाने यहाँ, जस्तै यो मेरो अब यहाँ लास्ट रेप पुरै कामदै भए पनि हान्ने होइन, लास्ट रेप पुरै कामदै भए पनि हान्ने। अनि त्यसपछि के गर्नु भने तपाईँले डेड ह्याङ हान्नु क्या, जस्तो तपाईँको ग्रिप स्ट्रेन्थ बढ्छ त्यसले होइन। अब तपाईँले स्कापुलर स्कापुलर ह्याङ हान्दा पनि हुन्छ, तपाईँ हात चेन्ज गर्दै ग्रिप चेन्ज गर्दै हात फेर्दै डेड ह्याङ हान्नु। तपाईँले यसको फाइदा के छ भने तपाईँको ग्रिप पनि बढ्छ अनि यो पुलिङ पावर पनि बढ्छ, त्यही भएर दुइटैको लागि राम्रो। र मैले अहिलेसम्म एक्सर्साइज गरेको सिकेको हिसाबले बुझेको हिसाबले चाहिँ मलाई यति नै थाहा छ होइन। र अब मैले पनि धेरै भएको छैन गरेको, त्यही भएर आई ओन्ली नो दिस मच, अब इङ्ग्लिस पनि आउँदैन र यही थियो होइन। अब धेरै चाहिँ त्यो ब्रोको मलाई नाम पढाएन, थ्याङ्क्स फर कमेन्ट होइन। अरू यस्तै टिप्स एन्ड ट्रिक्स भनौँ, यस्तै टिप्सहरू चाहिन्छ भने च्यानल सब्सक्राइब गर्नु होला, कमेन्ट गर्नुहुन्छ। र त्यो बेल्ट चाहिँ कसरी बनाउँछ त्यो पनि भिडियो चाहिन्छ भने पठाइदिन्छु, हालिदिन्छु बनाएर। थ्याङ्क्स फर वाचिङ, बाई, पिस आउट, सी यू अगेन।